चाहिँ मम्मीलाई खाना बनाउन अल्छी लाग्यो र मैले यस्तो सोचेँ मम्मीको लागि त केही न केही त गर्नु पर्यो। अनि मैले सोचेँ बाबाले अहिलेसम्म मसरुम पकाउनु भएको थिएन। अनि मैले चाहिँ बाबालाई मसरुम पकाउनु न हजुरले पकाएको खान मन छ भनेर यस्तो फोर्स गरेँ। बाबाले चाहिँ मलाई आउँदैन, मिठो बन्दैन भन्दै हुनुहुन्थ्यो। मिठो भन्छ एकचोटि ट्राई त गर्नु भनेर यस्तो फोर्स गरेँ र बाबाले हुन्छ म ट्राई गर्छु भन्नुभयो। बाबाले ट्राई पनि गर्नुभयो तर त्यस्तो मिठो पनि भएन है। मैले चाहिँ माम खानै सकिनँ र मम्मीले पनि खानै सक्नु भएन कि। त्यही पनि हामीले बाबालाई चाहिँ होइन मिठो भएन भनेनौँ, मिठो भएछ भनेर भन्यौँ। त्यही पनि अनि दिउँसो चाहिँ बाबा हुनुहुन्न थियो। अनि त्यो मसरुम त बाबाले नदेख्ने गरी पहिले के न के त त्यसलाई सकाउनु त पर्यो। त्यही भएर अनि मैले चाहिँ अनि के गरौँ भइरहेको थिएँ। अनि यस्तो मोबाइल खोलेँ, मोबाइलमा चाहिँ यस्तो रिल आयो कि मसरुमको पकौडा भन्ने। यस्तो भगवानले हामीलाई चाहिँ चमत्कार दिनु भएपछि त हामीले केही न केही त गर्नु पर्यो। त्यो मसरुमलाई कसरी के गर्ने भन्ने सोचमा परिरहेको थियौँ। अनि झन् त्यस्तो प्लान आएपछि त बनाउनु परिगयो र मलाई यो पकौडा बनाउन जम्मा 10 मिनट लाग्यो के।